र सबैभन्दा इम्पोर्टेन्ट कुरा यो व्यवसाय नेपालमा दिन प्रतिदिन एकदमै तीव्र गतिमा बढिरहेको छ। नेपालको रेड लाइट जोन्समा के हुन्छ, कसरी हुन्छ र किन हुन्छ भनेर थाहा पाउन एकदमै जरुरी छ। यो भिडियो कुनै हावादारी भिडियो होइन, फुल रिसर्च र डेटा बेस्ड हुनेछ। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र सक्नुहुन्छ भने आफ्नो नजिकको साथीलाई सेयर पनि गर्नुहोला। राष्ट्रिय एचआईभी नियन्त्रण बोर्डका अनुसार नेपालमा 50,000 भन्दा बढी महिला यौन कर्मीहरू छन्। त्यसैगरी माइती नेपालका अनुसार करिब 50,000 महिलाहरू डान्स बार, क्याबिन रेस्टुरेन्ट र मसाज पार्लरमा कार्यरत छन्, जसमा अधिकांश यौन शोषणको शिकार हुनु परेको थियो एक समयमा। अनि केवल काठमाडौँमा मात्र करिब 11,000 देखि 13,000 युवती तथा महिलाहरू मनोरञ्जन उद्योगमा कार्यरत रहेको अनुमान छ। एउटा सकिङ रिपोर्ट हेर्नुहुन्छ। 2076 साल 4 महिना 21 गते मङ्गलबार पब्लिस भएको राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन अनुसार एक वर्षमै करिब 35,000 नेपाली नागरिक मानव बेचबिखनमा परेका थिए, जसमा 10,000 देखि 15,000 नेपाली किशोरीहरू संलग्न छन् र त्यो भित्र पनि 6 वर्षदेखि 16 वर्ष उमेर समूहका 12,000 देखि 15,000 नेपाली बालबालिकाहरू भारततर्फ बेचिन्छन्। काठमाडौँ उपत्यकामा गरिएको एक अर्को अध्ययन अनुसार यस क्षेत्रमा कार्यरत महिलाहरूमध्ये करिब 17% नाबालिग छन् र 62% वयस्क महिलाहरू जो नाबालिग हुँदा नै यो क्षेत्रमा छिरेका थिए। यी सबै तथ्याङ्कहरूले नेपालमा फैलिदो यौन व्यवसाय र मानव बेचबिखनको गम्भीर अवस्था देखाउँछन्। नेपालका रेड लाइट जोन्सहरूको उदय 81 भएको होइन, हल्का फुल्का त पहिलेदेखि नै थियो, तर 2052 साल चैत 1 देखि 2063 सालको दशक लामो गृहयुद्धले देशलाई भित्रैदेखि भत्कायो। झन्डै 17,800 जनाको मृत्यु भयो, 2 लाख मानिसहरू विस्थापित भए र हजारौं महिला र बालबालिकाहरू असुरक्षित अवस्थाबाट गुज्रिन पर्यो। त्यति बेला जब धेरै जसो पुरुषहरू विदेश पलायन भए, महिलाहरू घर परिवार र बाँच्ने सङ्घर्षको सम्पूर्ण जिम्मेवारी बोकेर आर्थिक रूपमा एकदमै असुरक्षित हुन पुगे। एक्ज्याक्टली त्यही असुरक्षाको बीचमा त्यसको फाइदा उठाउँदै यौन तस्करहरूले व्यापार सुरु गरे, जसले काठमाडौँको ठमेल, भारत सीमा नजिकका वीरगञ्ज र नेपालगञ्ज र पर्यटकीय केन्द्र पोखरालाई यौनजन्य व्यापारको केन्द्र बनाउन थाल्यो। युद्धपछि भएको आन्तरिक बसाइसराई र 2072 सालको भूकम्पले झन् धेरैलाई गरिबीमा धकेल्यो, जसका कारण कुल जनसङ्ख्याको 20%ले स्थायी रूपमा आफ्नो घरबार छाडे, जसकारण काठमाडौँ उपत्यका मात्रमा जनघनत्व 4,408 प्रति वर्ग किलोमिटर पुग्यो र यही फिडमा असुरक्षित किशोरीहरू कामको नाममा डान्स बार, मसाज पार्लर र स्पामा थुनिन थाले। यति मात्र होइन, शान्ति सम्झौतापछि पर्यटनमा तीव्र वृद्धि हुन थाल्यो। 2064 सालमा मात्र 27.1% पर्यटक वृद्धि, तर असली खेल यहाँबाट सुरु हुन थाल्यो। ठमेल जस्ता क्षेत्रहरूमा लगभग 200 मसाज पार्लर र 35 डान्स बार खुले, जहाँ 1000 भन्दा बढी महिला र किशोरीहरू कार्यरत थिए। माइती नेपालको अनुसार यो क्षेत्रका महिला र किशोरीहरूमध्ये 30% को उमेर 11 देखि 16 वर्ष छ र 17% नाबालिग नै छन्, जो मैले भिडियोको सुरुवातमै भनिसकेको छु। काठमाडौँको ठमेल, भारत नेपाल सीमाका सहरहरू जस्तै वीरगञ्ज, नेपालगञ्ज, काकडभिट्टा, भैरहवा आदि र पोखरा मेनली लेक साइडमा यौन व्यापार आगो सल्किए झैँ सल्किरहेको छ। अनगिन्ती होटल, रेस्टुरेन्ट र बार्सहरूको भिडमा यहाँका गल्लीहरूमा भएको शोषण बाहिरबाट देखिन्न, तर भित्रभित्रै गरिबी, विस्थापन र अवसरको खोजीमा राजधानी पोखरा र अरू सहरहरूमा आएका महिलाहरूको शरीर व्यापार बनाइएको छ। अफकोर्स यसमा केही आफ्नो इच्छाले यो क्षेत्रमा लागेका पनि छन्, तर मोस्ट अफ देम आर एक्सप्लोइटेड फर देयर फ्यामिली, फर देयर रेस्पोन्सिबिलिटी एन्ड फर देयर एक्जिस्टेन्स। त्यस्तै भारत नेपालको 1758 किलोमिटर लामो खुल्ला सिमानाले वीरगञ्ज, नेपालगञ्ज, काकडभिट्टा, भैरवा जस्ता सहरहरू मानव तस्करको लागि खुल्ला ढोका बनेका छन्। थुप्रै अध्ययनहरूका अनुसार यहाँबाट हजारौं महिला र बालबालिकाहरू दिल्ली लगायत भारतका यौन बजारहरूमा बेचिन्छन्। ग्रामीण बस्तीबाट उठाइएका किशोरीहरू बस पार्क, चिया पसल वा बस स्टपहरूमा तस्करहरूको हातमा पर्छन्, जहाँबाट उनीहरूको यात्रा कामको अवसर भनेर त सुरु हुन्छ, तर अन्त्य हुन्छ एक अवैध व्यापारमा, जहाँ उनीहरूलाई उपलब्ध सामानको रूपमा बेचिन्छ।
यस्तै एउटा सत्य घटना सुन्नुहोस्। मकवानपुरको एक सानो गाउँमा जन्मेकी रेखा विश्वकर्मा एक 20 वर्षीय युवती जसको सपना थियो केवल 2 छाक टार्न सक्ने जिन्दगी। तर दिनमा 500 भन्दा पनि कम कमाएर खेतीपाती गर्ने र बारम्बारको खाद्यान्न अभाव झेलिरहेका उनी, उनका श्रीमान र उनकी छोरी राजधानी काठमाडौँतर्फ लागे, आशामा कि त्यहाँ पुगेर केही राहत पाउनेछौँ। तर काठमाडौँ आइपुगेपछि उनको श्रीमान एक दिन अचानक हराउँछन्। 5 वर्षीय छोरीको हात समातेर रेखा एक्लै परिन्, न पैसा, न आश्रय र न चिने जानेका। त्यति बेला केही साथीहरूले उनलाई वेट्रेसको कामको प्रस्ताव गरे। क्याबिन रेस्टुरेन्ट भनेर चिनिने ती ठाउँहरूमा सुरुमा उनलाई केवल अर्डर लिने काम जस्तो लाग्यो। तर त्यो साता बित्न नपाउँदै उनले बुझिसकेकी थिइन् कि यो जागिर केवल खाना पस्किने होइन, आफ्नो शरीर पस्किने रहेछ। पहिलो हप्तामा नै ग्राहकद्वारा बलात्कारित भइन् र त्यति बेला उनको जीवनको अँध्यारो अध्याय सुरु भयो। साउले धम्की दिए, त्यसको कुरा कतै कसैसँग गरिस् भने तेरो जागिर सकिनेछ। अर्कोतिर साथीहरूले सल्लाह दिए, भुलिदे, अदालत जाने पैसा छैन अनि प्रमाण पनि छैन। यो त एउटा कथा भयो रेखाको। यस्ता थुप्रै नेपाली सेलिब्रिटीहरू छन् जो अन्जानमै यो क्षेत्रसम्म पुगे, तर बाध्यतावश उनीहरूको जीवनयापन गर्ने एक मात्र उपाय बन्न पुग्यो, यौन व्यापार, जो पोखरामा पनि तीव्र गतिमा फैलिँदो छ र तथ्याङ्कहरूले यसको मजाले पुष्टि गर्छन्। थुप्रै व्हाट्सएप ग्रुप्स, वेबसाइट्स र एजेन्ट्सहरू दिन प्रतिदिन बढ्दैछन् जसले यो व्यवसायलाई प्रमोट गरिरहेको छ। अध्ययन अनुसार 44% यौनकर्मी डान्स रेस्टुरेन्टबाट, 17.5% क्याबिन रेस्टुरेन्टबाट र 15% मसाज सेन्टरहरूबाट सञ्चालनमा छन्। यसबाहेक फ्ल्याट सिस्टम यौन व्यवसाय पनि निकै बढ्दो छ, जहाँ महिलाहरूले भाडामा लिएका कोठाबाट नै सेवा दिन्छन्। ठमेल क्षेत्रका 20 देखि 25 वटा रेस्टुरेन्टहरू प्रत्यक्ष रूपमा यौन व्यापारमा संलग्न छन्, जहाँ करिब 100 जनाको जीवनयापन यही माध्यमबाट नै भइरहेको छ। दलालहरूको छुट्टै हुन्छ, दिउँसो म्यासेन्जर व्हाट्सएपमा र साँझदेखि राति अबेरसम्म काम गर्छन् र केटी मिलाइदिए बापत 30 देखि 40% कमिसन कमाउँछन्। झन् आजकल दलालहरूले टिकटक लाइभ जस्ता सामाजिक सञ्जाल मार्फत खुलेआम ग्राहक भित्र्याउँछन् र होटेल तथा गेस्ट हाउसहरू 3000 देखि 3500 शुल्कमा 2-3 घण्टाका लागि कोठा भाडामा लिएर फाइनल्ली धन्दा पुरा हुन्छ। अब यति भइसकेपछि यौन श्रमिकहरूको औसत हप्ताको कमाई 3781 हुन्छ, जो 500 देखि 26,000 फरक पर्न सक्छ। रिसेन्ट डाटा हेर्ने हो भने मासिक कमाई रु 15,000 रहेको देख्न सकिन्छ र 61.9% सेक्स वर्कर्सहरूले झन्डै रु 20,000 को हाराहारीमा कमाउँछन्। तर त्यो सम्पूर्ण आम्दानी उनीहरूको हातमा पर्दैन। सञ्चालक वा दलालहरूले 30 देखि 60% कमिसन लिन्छन्। सन् 2020 को अनुमान अनुसार नेपालमा यौन व्यवसाय गर्ने महिलाहरूको सङ्ख्या 43,829 देखि 54,207 पुगेको थियो, जुन सन् 2015 को यो रिपोर्टको तुलनामा दोब्बर हो। यसको मुख्य कारण कोभिड-19 पछि आएको आर्थिक सङ्कट हो। नेपालमा यौन व्यवसायमा को कति संलग्न छ भनेर थाहा पाउन यो पर्सेन्टेज पाइ चार्ट हेर्न सक्नुहुन्छ। फिमेल 85 to 90%, ट्रान्सजेन्डर 5 to 10% र मेल 2 to 5%। एज अफ 2016 जो अहिले पनि त्यस्तै छ, 74% यौनकर्मी महिलाहरू विवाहित छन् र 34% को सन्तान छन्, जसका लागि उनीहरू एक मात्र आम्दानीको स्रोत हुन्। लगभग 49% महिलाहरू 16 देखि 29 वर्ष उमेरका छन्। यदि तपाईले यस्तो यौन व्यवसायमा त तल्लो जातका महिलाहरू मात्र संलग्न होलान् भनेर सोच्दै हुनुहुन्छ भने तपाईँ एकदमै गलत हुनुहुन्छ। 29% ब्राह्मण क्षेत्री पनि यो व्यवसायमा संलग्न छन्। अल्दो रिसेन्टको कुनै रिपोर्ट छैन, तर केही वर्ष पहिलेको यो रिपोर्ट अनुसार 11,000 देखि 15,000 वादी महिलाहरू यो क्षेत्रमा संलग्न थिए। यसको मेनली दुईवटा कारण छन्। पहिलो गरिबी र दोस्रो आफ्नै परिवारद्वारा बेचिनु फर अप्टिमल मनी। 2021 को सेन्सस अनुसार नेपालमा लगभग 40,000 वादी समुदायका मानिसहरू छन्। आजको मितिमा वादी बालबालिकाहरूको केवल 12% मात्र विद्यालय जान्छन्, जसले आर्थिक विकल्पको ढोका नै बन्द गर्छ। 75% वादी परिवारहरू भूमिहीन छन्, जसले उनीहरूलाई यौन व्यवसायमा निर्भर हुन बाध्य बनाउँछ। मैले एकदमै रिसेन्ट डेटा त भेटिनँ, तर मैले जुन डेटा प्रोभाइड गर्दैछु, आई नो अहिले केही तलमाथि होला, तर ड्रास्टिक चेन्ज भने आएको छैन।
एउटा एकदमै सकिङ फ्याक्ट सुन्नुहुन्छ। काठमाडौँमा 25 वर्ष मुनिका 60% यौनकर्मीहरू अहिले सामाजिक सञ्जालबाटै ग्राहक भेट्छन्। 2022 को नेसनल ह्युमन राइट्सको रिपोर्ट अनुसार त्यसको पछिल्लो 2 वर्षमा मात्रै करिब 40,300 नेपाली प्राय महिला र बालबालिकाहरू बेचिएको तथ्याङ्क छ र 18 लाखभन्दा बढी अझै जोखिममा छन्। काठमाडौँको मसाज केन्द्रदेखि दिल्लीको जीबी रोडसम्म यो व्यापारमा 12 वर्षदेखि 50 वर्षसम्मका किशोरी र महिलाहरूलाई झुक्क्याएर कुटपिट गरेर जबरजस्ती गर्भपतन गराएर उनीहरूको पाठेघर निकाल्ने जस्तो क्रूरता पनि गरिन्छ। एउटी पीडितको कथा जसलाई आफ्नै काकीले कागज कारखानामा जागिर दिने झुटो आश देखाएर भारत पुर्याइन्। 7 वर्षसम्म बन्धक बनाएर कहिलेकाहीँ दिनकै थुप्रै पुरुषहरूसँग सम्पर्क राख्न बाध्य पारिन्थ्यो। नेपालमा यौन व्यवसाय कानुनी रूपमा न त लिगल छ न त पूर्ण रूपमा इलिगल। नेपालको मानव बेचबिखन तथा ओसार पसार ऐन 2064 ले जबरजस्ती यौन व्यवसायमा लगाउने कार्यलाई बेचबिखन नै भनेर कडा सजाय पनि बनाएको छ। तर सधैँजसो त्यही हो, इम्प्लिमेन्टेसनमा कमी। यस्तै राष्ट्रिय फौजदारी संहिता 2074 अन्तर्गत धन्दा गर्न बोलाउने यौन सेवाको लागि स्थान वा यातायात उपलब्ध गराउने कार्यहरूलाई दण्डनीय बनाइएको छ। यद्यपि यौनकर्मीहरूलाई प्रत्यक्ष रूपमा अपराधी घोषित गर्ने छुट्टै कानुन नै छैन। तपाईँ हामीले सुन्ने समाचार जस्तै यतिजना सेक्स वर्कर्सहरू यहाँबाट पक्राउ गरियो, यो होटेलमा यतिजना फेला। यस्तोमा प्रहरीहरूले तिनै कानुन र प्रावधानको प्रयोग गर्छन्। सो यदि यौन व्यवसाय इलिगल छैन भने इट इज लिगल इन पर्सपेक्टिभ अफ सेक्स वर्कर्स। नेपालबाट हालैको तथ्याङ्कले महिला यौनकर्मीहरूमाझ एचआइभी स्टेबल कन्डिसनमा रहेको देखाउँछ, जबकि सिफिलिसको प्रकोप बढ्दै गएको देखिन्छ। 2020 मा गरिएको एक अध्ययनले 1.7% फिमेल सेक्स वर्कर्समा एचआइभी पोजिटिभ देखिएको थियो र 3.9% सिफिलिस पोजिटिभ थिए। अझ भयावह कुरा त के छ भने यौनकर्मीहरूमा मानसिक स्वास्थ्य सङ्कट झनै चर्किदो छ। इस्टर्न नेपालमा गरिएको एक अध्ययन अनुसार 82.4% फिमेल सेक्स वर्कर्स डिप्रेसनको शिकार छन्। त्यस्तै सेक्स वर्कर्सहरूमा कन्डमको प्रयोग दर 24% देखि 80% छ। बट थोरै आनन्दले नपुगेपछि कन्डम प्रयोग नगरेका पनि थुप्रै रिपोर्ट्सहरू छन्। रिजल्ट, सेक्सुअली ट्रान्समिटेड डिजिजेस दिन प्रतिदिन बढ्दैछन्। प्रत्येक महिना मनोरञ्जन स्थलहरूले 10,000 देखि 50,000 सम्मको प्रोटेक्सन मनी अर्थात् बचाउ पैसा तिर्छन् र कैयौँ महिलाले प्रहरीबाट मुक्ति पाउन यौन सेवा दिनु परेको थुप्रै प्रमाण सार्वजनिक पनि छन्। प्रहरीले कहिलेकाहीँ देखावटी रेड गर्छ, त्यो पनि सूचना पहिले नै चुहाएर। जब रेड हुन्छ तब दलाल र मालिक होइन, कामदार महिलाहरू नै पक्राउ पर्छन्। न्युज पनि त्यस्तै आउँछ। सन् 2024 मा पोखराको एउटा स्पाबाट उद्धार गरिएका 6 जना नाबालिग केटीको घटनाले देखाउँछ सरकारले समस्या देख्छ तर समाधान खोज्दैन। समाधान एकदमै स्पष्ट छन्, स्क्रिनमा हेर्नुहोस्। पहिलो, आर्थिक सशक्तिकरण र वैकल्पिक रोजगारको अवसर। दोस्रो, शिक्षा र जनचेतना। तेस्रो, मानव बेचबिखन विरुद्ध कडा निगरानी र कार्यान्वयन। चौथो, कानुनी स्पष्टता र परामर्श सेवा। एन्ड लास्ट बट नट द लिस्ट, सशक्त पुनर्स्थापना केन्द्रहरूको स्थापना। भिडियो कस्तो लाग्यो तल एउटा कमेन्ट अवश्य पनि छोड्नुहोला। नेक्स्ट भिडियो कुन टपिकमा चाहनुहुन्छ त्यो पनि लेख्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।